नानी आइछ ल ल कहाँ दौडेकी हो ल छोरी ल्याइदिएको छु म त लागौँ पनि बसौँ न जाउँ त्यहाँ हतार साइड होइन थाकेर आउनु आएको एकछिन भने बस्नु पाए हुन्थ्यो म लागौँ पनि त्यहाँ भाइले बोलाएको मेरो हिसाबको किताब खोइ ए दुलै कस्ती रहेछ तिमी त बाबालाई ढोकार्नु पर्दैन लगाएर माइत आएर ठाडे भएको दादा छोरी भएवाला खाजा लिएर आइज नानी घरमा सबैलाई सन्चै छ सन्चै छ नानी घरमा तिमीले के काम गर्नुपर्छ काम गर्नुपर्छ कसेर लाउनु पर्छ दैलो पोत्नु पर्छ वस्तु भाउ चढाउनु पर्छ बा म वस्तु भाउ चढाउन जाँदाखेरि देखेँ मेरो बाउनको स्कुल कति राम्रो छ म चाहिँ पढ्नै पाउँदिनँ मलाई चाहिँ स्कुलै पठाउँदैन